जाने हजुर रानी पाऊ भने कहाँ हजुर हो पछाडि राख्नुहोस् पछाडि ल यता आउनुहोस् यता बस्नुहोस् होइन होइन पछाडि नबस्नुहोस् यता आउनुहोस् यता यहाँ आउनु यहाँ होइन होइन पछाडि अलि हुँदैन के बस्नु यहाँ ठाउँ हुँदा हुँदा यहीँ बस्नुहोस् मैले अन्त खाएको थियो किन खाएको त खानुहुन्छ त अनि सिसा खोल्नुहोस् ओहो तपाईँ त बाँच्न हराएर आउने भएर पछि त्यही भएर म पछाडि बस्छु भने मलाई हतार छ फेरि ककनी बुन्छ बिहेमा मैले खाएको छोरै खाइ बनाइहाल्छ के गर्नु हजुर कान्छा भाइले खाऊ के खाऊ मिठाई अब मेरो खालु हुने यहाँ हजुर तपाईँ घर कहाँ हो मेरो सिन्धुली सिन्धुली गढी लेसको बडी चिज त बम भन्ने कि सुनेको तपाईँले त्यही त भने हाम्रो उही त भने होइन त के गर्नु हजुर अनि खाना खानुभयो अब गएर खाने हो भोज खान जानुपर्छ ककनी अनि भोजभन्दा अगाडि नै डोज खाइसकेछ तपाईँले भोजभन्दा अगाडि नै डोज खाइसकेछ तपाईँले भाइहरूको सगुनमा के भन्नु खाएको है नखाएको भन्नु हुँदैन हजुर पिएको हजुर होइन त म खाइहाल्छु म छेत्री हो छेत्री हो म छेत्री हो अनि छेत्रीले खान्छ त बनाएकै छेत्रीले हो बनाएकै छेत्रीले हो बनाएकै छेत्रीले हो र अनि अहिले त म लड्दा बनाएकै छेत्री त हो नि ए मामा लासु है मामा म त फर्किहाल्छु तपाईँसँग भेट भएर रमाइलो हो नि त मलाई पनि यहाँ पनि मामा हो रुममा सबै मामा तपाईँको तपाईँको आमा तामाङ हो र हजुर हलान म त बुढो माउली ओहो तपाईँहरू म उस्तै परेछ नि त हो र मेरो नि माउली तामाङ भाइ बोले हो तपाईँ चाहिँ के छ म चाहिँ ठकुरी हो फेरि ए भइहाल्छ नि है ए मजाले मर्ने जिन्दगी त हो यो मर्ने जिन्दगी भनेर अब बिगार्ने त अनि पानी चल्ने हो यो सबै चाहिँ स्ट्रबेरी खेती अनि अर्गानिक होइन त अनि अनि मर्ने भनेर कहाँ अनि खाएर मर्ने त मार्ने त मर्न त मरिहाल्छु नि एक दिन त चाहिँ एक दिन मर्ने हो होइन त्यतातिर नजाउँ न तँ देखा मात्रै हो होइन सबै मर्छ सबै मर्छ कोही केही भन्ने छैन होइन छैन म त के भन्ने म केही भन्ने हाम्रो बुढी भन्छ लोक ब्याज लाग्दैन खर्च गरिदियो अब यतातिर कुरो नगरौँ न त्यो यतातिर कुरो नगरौँ मान्छे कुरो गरौँ न होइन अनि तपाईँ यता के पाउरोटी बेच्न आउनुहुन्छ म पाउरोटीहरू बरफ सबै बेच्छु पहिला माछा बेच्छु सबै त्यसलाई अलि यता गर्नु त त्यो चामल हो अलि यता गर्नु ए तपाईँ व्यापारी हो म व्यापारी अहिले त सामान छ नि त अब भोजमा जानु यसो चाहिँ हिँडेर जाँदाखेरि मलाई 1 घन्टा लाग्छ त्यहाँ पुग्नुलाई होइन तपाईँले लगिदियो भने त मलाई खुसी भइगयो नि अब बरु भाडै तिर्छु नि म गाडी पाउँदैन म काउले झर्नु पाएको म रानी बाबु पुगिहाल्यो फर्किहाल्छु म कसलाई भाडा तिर्ने हजुरलाई ओहो तपाईँले मलाई भाडा तिर्ने म त्यो पैसा के गरौँ तपाईँले भने होइन मरिहाल्छ अनि त्यो पैसा के गरौँ गाडी पाउनु पर्यो नि होइन पुलिसबाट चढ्छु म तपाईँले भने होइन सबै मरिहाल्छ भने होइन मर्ने जिन्दगीमा सुन्नु न मर्ने जिन्दगीमा तपाईँले त्यो पैसा मलाई के काम भने सबै भनेको पूर्व पश्चिम उत्तर दक्षिण विदेशी आयो भने त्यसलाई माया गर्नुपर्छ हो कि होइन पाहुनाको सम्मान गर्नुपर्छ पाहुना सम्मान हामीलाई पनि उनीहरूले गर्नुपर्छ उनीहरूले हामीलाई गर्नुपर्छ नि त इन्डियाको मान्छेले एकपल्ट दुईपल्ट हामीले माया गऱ्यो भने बिना भिसामा उनीहरूले भिसा हालेर हाम्रो तान्छ हो कि त अब मेरो दाइको छोराले पनि नजाउँ मेरो दाइको छोराले त्यतातिर पनि नजाउँ मेरो दाइको छोराले चाहिँ छमेलमा लुट्न आँटेछ अरे के कुहिएलाई लुट्न आँटेछ अरे अनि हाम्रो दाइको छोराले छेकेछ ल आइयो यो मान्छे भने हामी हो ल आइयो भनेपछि
त्यो अब पैसा लुट्नु पाएन के लुट्नु पाएन होइन उसलाई ल्याएर ठमेलमा चट्ट बुझाइदिएछ होइन उसलाई फेरि भिसामा ए है अहिले मैले आउने जाने पानी परेर विशेष गरेर चाहिँ काम गर्नु पर्दैन रहेछ क्या हो टुरिस्टलाई माया गर्नुपर्छ टुरिस्टलाई मात्रै होइन सबैलाई कसैलाई पनि हामीले हेला गर्ने होइन एकदम मैले खाएँ मैले बढी बोले माफ पाऊँ है होइन होइन मेरो दाइले भने अब दाजु मितदाइको खानै पर्छ भन्यो है हिजो बुहारीलाई जलायो है मितिनी बुहारी हो जलायो हो दाजु खानुपर्छ भने म खाने कसको बिहेमा जानुपर्ने तपाईँहरू हजुर कसको बिहेमा जानुपर्ने आज चाहिँ हिजो जङ्गल गयो आज हामी भोज खान जाने भोज खान जाने माथि हाम्रो मामाको सालीको छोरो